बाबा मम्मी कैसा लगा मेरा मजाक दिदीकोमा अब मेरो दुखेसो पोखाउनु पर्यो अब जानु पर्यो सोच हेलो एभ्रिवान सेवारो नमस्ते अनि ह्याप्पी दसैँ टु यु अल यो चाहिँ छुटाउनै नपर्ने कुरा हो अनि अहिले चाहिँ म घर आइसकेको छु क्या अनि हाम्रो नानीलाई चाहिँ हामीले घर आउँदैनौँ भनिरहेको थियौँ नि त अनि पुरा स्याड भइरहेको थियो अनि उसले के भनेर मेसेज पनि गरिरहेको थियो होइन अनि गर्छु यहाँ पर देखिरहेको छ हाम्रो घर होइन अनि फाइनल्ली हामी पुगिसक्यौँ अब उनीहरूको रियाक्सन कस्तो हुन्छ हेर्नु ल कस्तो हुन्छ रियाक्सन They are so happy भन्नु अरे के यहाँ मलाई हेल्प गर यो बोक नि त झुक्काए ब्याग भारी छ नि बाबु यो त झन् बोक्छ अरे लु त्यस्तो ह्याप्पी हामी यहाँ घर आइसक्यौँ फाइनल्ली अनि हामी घर आइसक्यौँ भन्नु नमस्ते हेलो हेलो A few moments later. मेरो सानी आमा जस्तै लाग्छ त नि आमाको पनि छ होला आमाको फोटो छ आमाको फोटो यहाँ मोबाइलमा छ म तिहारमा आउँदा ठुलो फ्रेम बनाएर ल्याउँछु अनि तपाईँलाई दिन्छु ल एउटा यहाँ घरमा राख्ने ल्याउनु भनेको अनि आमा छ हर्नी मिन्यान्दी दुखुम्पा सुखुम्पा अब लुसी खाए माग्न माइदिया मिन्या हर्नी मिन्याङ ल फेरि आइडङ थेर ढुङ ढुङ ल माग्दुङ रे हो अन्त म पनि कति देख्छु यो चाडबाड आउनु आँट्दाखेरि मेरो पिर पर्दा के दिदीकोमा अब मेरो दुखेसो पोखाउनु पर्यो अब जानु पर्यो सोच्छु अहिले सम्झिन्छु फेरि छाए नपत्थक अब कहाँ पोखाउनु नि मेरो दुखुम्पा सुखुम भन्छु नि हो त्यस्तो हुन्छ म पनि एक्लै छ मेरो दाजु छैन मेरो भाउजू छैन मेरो दिदीहरू छन् बुवा छन् आमा छ कम्तीका छ साह्रो नि उहाँ नि म पनि कुनै बेला त्यस्तो हुन्छु कि तल हुँदा नि अनि आमा हुनुहुन्छ झन् धनकुरामै हुनुहुन्छ जस्तो लाग्छ कि अनि यस्तो सोच्छु फेरि अब त हुनुहुन्न अब उहाँले छैन नमाइले नि लुमा तेरो दाजु पनि अब लुमा नमाइले माड उहाँले छ फेरि माड म त सपनामा त झन् यो चाडबाड आउँदा त कति देख्छु आमाले आमालाई साह्रो देख्छु दिनदिनै देख्छ माइलीले पनि सेम हाम्रो आमा जस्तै हुनुहुन्छ माइली अन्जनका दिदी आमाको बहिनी दुर्गेमा साने पापानीमा मात्र आउने सबै दिदी पनि भ्याउनुहुन्न अरे माइलीहरू पनि भ्याउनु पापानीमा पहिला त अलि फरक देखिनुहुन्थ्यो अहिले त झन् आमा जस्तै देखिनुहुन्छ हौ नि सेम टु सेम यो मुखहरू त झन् सेम आमा जस्तै फेरिनु भएको छ अस्ति एकचोटि त साह्रो नि बिरामी हुनुभएको थियो होला नि बिरामी चाहिँ टेन्सन हेलो सानी के पनि ल्याइन तपाईँलाई आज संजोग बस्छन् भेटेँ नि सानी र त्यसो भन्नु हुँदैन सानी त्यस्तो भन्नु हुँदैन धेरै बाँच्नुपर्छ नि हाम्रो आमाले पो छिटो छोडेर जानुभयो त अनि हाम्रो सानी अनि हाम्रो भाउजू झन्डै त्यस्तै देखिनुहुन्छ अनि म पनि आमाकै फेसको छु नि त नि आमा जस्तै ल सानी आउनु है पर्सि जानु भयो हाम्रो सानी The next day.
सिधा हो यसरी तेर्छ होइन ब्लग पनि त्यसरी यो चाहिँ 3 चुला राईहरूको 3 चुला यहाँ हाम्रो मामा घरको देउता त्यसरी देउता राख्छ बडा दसैँको टिका हुँदैछ चाहिँ यहाँ टिका हालिदिनु हुँदैछ हाम्रो देवा टिका यसरी टिका यहाँ रङ छैन एलर्जी हुन्छ र हाम्रो दादा उयो छिङ्गु यहाँ मिठो अनि यहाँ छिङ्गु हेर्नुहोस् चाहिँ हिरोनी भएर आउनु भयो रहेछ भात खानु अहिले चाहिँ मलाई यहाँ ढोक्दै हाई भन्ने हाई यहाँ भिडियो गरिदियो मम्मीहरूको केहरू हाल्नु आँट्नु भएछ टिकी सिटी हाम्रो टिकी टिका यहाँ चाहिँ आन्टी मन पर्यो के हो मन पर्यो लाछा कसले बनाइदिनु भएको यो कसले बनाइदिनु भएको यहाँ चाहिँ हाम्रो टिका भोलि आउनुहुन्छ होला बाबाले भन्नुहुँदैछ भोलि आउनुहुन्छ भनेर साथीहरू देवाको पनि छ न परदेखि ढोका अलिक ढोकादेखि खिच भनेको त देवा चाहिँ अब यहाँ हात धुनु जानुहुँदैछ यहाँ चाहिँ हाम्रो मम्मी अनि बाबा झरेको के बोले भाइ अब के बोले बाबा मम्मी हुनुहुन्छ मिस्टेक भयो कैसा लगा मेरा मजाक मस्त जोक मारा रे या उनीहरूले पनि दक्षिणा अब पाइसक्नु भइसक्यो गाइडहरू भात खानु अब भात खानु जाने हो हामी भात दक्षिणा पाइसक्नु भइसक्यो अब हामी भात खान लाग्दैछौँ ऊ यहाँ ढोक्नुहुँदैछ बाबा चाहिँ अब मम्मीले पनि यहाँ ढोक्नु पनि यहाँ सेवा आलाङ्गे सेवा गरिसक्नुहुन्छ आलाङ्गे होइन आलाङ्गे आलाङ्गे यहाँ चाहिँ हाम्रो यहाँ चाहिँ ऊ फेरि यहाँ हाम्रो नानी नानी यहाँ लाउनु नि म पनि खिच्ने उहाँसित अहिले हामी दाङ मन्दिरतर्फ प्रस्थान गर्दैछौँ हामी छिन्ताङ देवी मन्दिरमा आउँदैछौँ अभि लामीको चपेर चपी तर त्यस्तो धेरै अप्ठ्यारो छैन अहिले त पुरै व्यवस्थित बनाउनु रहेछ होइन पहिला थिएन नि त हामी सानोमा आउँदाखेरि योहरू चाहिँ थियो यो कटेजहरू चाहिँ थियो यताको चाहिँ थिएन कि यताकोहरू चाहिँ अँध्यारो देख्दो रहेछ नि The next day. यो हालौँ अलिक यो वेट छ यहाँ हाम्रो जेरी रेडी हुँदैछ पुरानो जेरी पसल अरे फुपूको चाहिँ बिर्सेको फुपूको पुरानो जेरी पसल अरे अनि हाम्रो दाजु जेरी एकदम रेडी गर्दै हुनुहुन्छ माथिबाट होइन बिस्तारै मुनिबाट नै तेल पनि नहालिया त अब हाल्नु न आगोले जेरीको यहाँ छ मसला जेरी पोल्दै हुनुहुन्छ मसला न ताजी यहाँ चाहिँ हाम्रो भाउजूले जेरी रेडी गर्दै हुनुहुन्छ
ड्याडी छोरीले बोलाउँदै हुनुहुन्छ हौ। अब बुधबार त के भन्छ भन्छ तपाईँ पनि खाना आउनु होला जोखमै त्यहाँदेखि पुरा पाहाडी चाहिँ मकालु हिमाल देखिन्छ हाम्रोबाट तर यो चाहिँ पुरा हिउँहरू पनि जमेको रहेछ। अनि बादलले पुरा ढाकिदिएको छ। यहाँ बादल यो सिधै हिमालको यो भकुन्डी र यहाँनिर देख्छ ठिक्क मकालु हिमाल चाहिँ कस्तो राम्रो देख्छ नि यहाँबाट अरू यसो छ। यहाँ हाम्रो मामा घर यो यहाँ बाटो छ पछि अन्त आमाले रोप्नुभएको मनी प्लान्टको यहाँ एउटा सानो टुक्रा छ माथि छ अरू चाहिँ यो चाहिँ हाम्रो घर फुलहरू छ यस्तै छ घर चाहिँ फुलहरू फुल्ने सिजनहरू आएछ कुनै कुनै फुलिरहेछ कुनै कुनै फुलेको छैन त्यही मकै त्यही राख्नु छ। माथि पनि घर चाहिँ मामा माइजूको एउटा तल रोप्नु भएको छ अरे कतिले